पर्सीको सदन मजा आउँछ। गृहमन्त्रीज्यूले आफ्नो पदको दुरुपयोग गरेर आफ्नो नागरिकलाई त्यसरी बाहिर बेच्नु यो ठुलो अपराध हो। पर्सि सदन चाहिँ हामीले अवरुद्ध गर्ने र उहाँको राजीनामा माग्ने। नेपालीहरूलाई पहिला भुटानी शरणार्थी भएर बेचे होइन, नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी भनेर बाहिर पठाए। अहिले त जानी यो बच्चा तस्कर हुँदैछ भनेर थाहा, तस्करीको फन्दामा पर्दैछ भनेर थाहा हुँदै पनि यो गर्नु त नि यो कुनै हिसाबले यो मानवीय मात्र होइन कि कस्तो भन्नाले यो सिरियस ब्रिच अफ ट्रस्ट भयो। माननीय गृहमन्त्री अब रमेश लेखकज्यू आदरणीय नेता नै हुनुहुन्छ होइन, उहाँले आफैले पनि हिजो हाम्रो पार्टी सभापतिलाई एउटा कुनै विषय उठान गर्दाखेरि कुनै विषय जोडिन्छ कुनै सांसदसँग भने के अरे एउटा राजनीतिको हैसियतले चाहिँ राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भनेर उहाँले त्यो सम्मानित सदनमा बोल्नु भएको छ। सरल सहज र सामान्य तरिकाले चाहिँ यो संसद चाहिँ जाँदैन। त्यो कारणले गर्दाखेरि अबको प्यारलली हामी संसदलाई पनि तपाईँको एउटा कब्जा गर्ने हिसाबले अगुवा पार्लियामेन्टको हिसाबले पनि अगाडि बढ्छौँ। राजीनामा मात्र दिएर नैतिकता आधारमा चाहिँ म राजीनामा दिन्छु भनेर राजीनामा आउँदाखेरि पनि हामीले छोड्नु